आज फेरि पनि पर्सा ताइक्वान्डो एकाडेमीमा सानो खेलाडीको एन्ट्री भएको छ र म त्यसको बेल्ट बानेपछि सँगै गरायो त्यसलाई रनिङ। र म पहिला भनेकै छु यदि कोही सानो खेलाडी मसँग रह्यो भने त्यसलाई च्याम्पियन बनाएर नै छोड्छु म। र इक्जाम्पलमा त्यस्ता खेलाडी पर्सा ताइक्वान्डो एकाडेमीमा छन् जसको भिडियो म नेक्स्ट भिडियोमा बनाउने छु। त्यसपछि हाम्रो यो सानो खेलाडीको स्ट्रेचिङ भएको थिएन र त्यसलाई राम्रोसँग प्रोपर स्ट्रेचिङ कसरी गरिन्छ भनेर सिकाए। सीधा कर ले रहा भाई, यहाँ गोडेंगे देख, गोड़ देख, गोड़ देखना, गोड़ेंगे कर, हैंग कर गोड़, आई गोड़ेंगे मोड़, हॉबी मोड़, सीधा नीचे, डाउन कर, लो बैठ, डाउन कर, बैठ, अब सीधा कर। त्यसपछि भाइको खुट्टा पनि तन्काए। भाइ गोड़, सीधा कर। स्ल्याप किक कसरी हानिन्छ, स्ल्याप किकमा खुट्टा कसरी बनाउनु पर्छ त्यो सब कुराहरू पनि सिकाए। गोड बना, ल गोड बना, यो सीधा कर, मान, सीधा कर, गोड बना, सीधा कर, मान। तिम्रो नाम के हो? यसैको साथ म गर्छु भिडियोलाई समाप्त। कस्तो लाग्यो कमेन्ट गर्नु होला र भाइको लागि एउटा लाइक गरिदिनु होला र च्यानललाई फलो पनि गरिदिनु होला। हस्, धन्यवाद। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो गाइज।